परबाट एउटा बाजेले आफ्नो नातिलाई काँधमा राखेर कुर्कुच्चा उचाली देखाइरहेका छन्। हेर नाति, ऊ तिनीहरू सरकारमा आए भने तेरो लागि कापी कलम आउनेछ, तेरो लागि ड्रेस आउनेछ, तैँले धेरै पढ्ने छन्, यो देश छोडेर जाने छैनस्। एउटा बुढो बाजेले आफ्नो नातिलाई तपाईँहरू बाटोमा हिँड्दै गरेको देखाइरहेका छन्। यसपालि अचम्मै भएको छ, हामी आउँदैछौँ भनेर जब तपाईँहरू आउनुभयो, मेरो भाइले पासपोर्टको फर्म क्यान्सल गरेको छ। यसपालि अचम्मै भएको छ, मेरो साथीले कोरियन भाषाको कक्षा हापेको छ। मेरो बहिनीले ब्युटिसियन भएर दुवै जान लागेकी थिए, अब यही देशमा पार्लर खोल्छु भनेर सटल खोल्दै हिँडेकी छ। त्यसकारण यसपालि अचम्मै भएको छ, किनकि लामो निराशापछि आशा जागेको छ अब देश बन्छ भनेर। किनकि कुनै स्टेजमा आफ्नो आमालाई साँची राखेर रवि दाइले भन्नुभएको छ, बालेनले देश बनाउँछ, अब आशा जागेको छ। र आशा लाग्दै पनि हामीलाई विश्वास छ रवि र बालेनले बोलेको कुरा झुट हुने छैन। हामीलाई विश्वास छ रवि र बालेनले बोलेको कुरा झुट हुने छैन। राष्ट्रिय स्वतन्त्र पार्टी हुनेछ, तर त्यहाँ गुट उपगुट हुने छैन। हामीलाई विश्वास छ रवि र बालेनले बोलेको कुरा झुट हुने छैन। राष्ट्रिय स्वतन्त्र पार्टी हुनेछ, त्यहाँ गुट उपगुट हुने छैन। बालेनको सरकार हुनेछ, त्यहाँ लुट हुने छैन। हामीलाई विश्वास छ तपाईँहरूले बोलेको कुरा झुट हुने छैन। राष्ट्रिय स्वतन्त्र पार्टी हुनेछ, त्यहाँ गुट उपगुट हुने छैन। बालेनको सरकार हुनेछ, त्यहाँ लुट हुने छैन। यदि पहिला जस्तै झुट गुट र लुट भयो भने भगवान कसम यसपालि कसैलाई छुट हुने छैन। त्यसैले यो एक पटकका लागि म घन्टी हो, तपाईँहरू घन्टी हो, हामी सबै घन्टी हो कि होइन भन्नुहोस् त। त्यसैले यो एक पटकका लागि हामी सबै घन्टी बजाउन आग्रह गर्दै घन्टी ठिनी प्ले गरिदिनु होला रोहित भाइ फोनबाट। एकचोटि नाचौँ है त। यो एक पटकका लागि यो देशै घन्टी हो कि होइन हो?